अध्यायलाई हामी हेर्नेछौँ। लुका 19 अध्यायको 1 देखि 10 सम्म यहाँनिर हामी हेर्नेछौँ। र यहाँनिर यो भन्दै गर्दा यो अध्यायलाई भन्दै गर्दा हामी सबैलाई याद भइसकेको छ यहाँनिर चाहिँ कस्तो खालको इभेन्ट भइराखेको छ अथवा कस्तो खालको घटना घटेको छ भनेर चाहिँ हामी सबैजनाले हामी गेस गरिसकेका छौँ है। र यहाँनिर म अध्ययन गर्न चाहन्छु हजुरहरूको लागि। यहाँ यसरी लेखिएको छ, शीर्षकमा चाहिँ यहाँ के छ भने कर उठाउने जखायस। यसरी लेखिएको छ, येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। त्यहाँ जखायस नाउँ भएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए अनि धनी थिए। येशू को हुनुहुँदो रहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुटको भएका हुनाले भिडले गर्दा तिनले देख्न सकेनन्। तिनी उहाँलाई हेर्नलाई अघि अघि दौडेर एउटा अन्जिरको रुखमा चढे, किनकि येशू त्यही बाटो भएर जान लाग्नु भएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, ए जखायस, चाँडो ओर्लेर आऊ, किनभने मलाई तिम्रो घरमा बस्नु परेको छ। तिनी झट्टै ओर्लेर आए अनि खुसी साथ उहाँको सत्कार गरे। जब मानिसहरूले यो देखे तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, उनी पापीको घरमा पाउन लाग्न गए। जखायसले खडा भएर प्रभुलाई भने, प्रभु हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको 4 गुणा फिर्ता गरिदिनेछु। तब येशूले तिनलाई भन्नुभयो, आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्। र अन्तिममा, किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। आमेन, आमेन। सो यहाँनिर चाहिँ हामी एउटा यस्तो व्यक्तिको बारेमा देख्छौँ है। हामी सबैलाई यो घटनाको बारेमा थाहा छ र योभन्दा अगाडि चाहिँ हामीले अलिकति पृष्ठभूमिलाई हेर्नु आवश्यक छ, किनभने जसले गर्दा चाहिँ हामीलाई वचन अझै बुझ्नको लागि चाहिँ सहायता पुग्छ। र यो लुकाको सुसमाचार चाहिँ सुसमाचारका 4वटा पुस्तकमध्ये एक हो र यो पुस्तक चाहिँ लुका आफैले लेखेका हुन्। अनि लुका नाम चाहिँ ग्रिक भाषाको लौकासबाट आएको, जसको मिनिङ चाहिँ लुकानियाबाट भन्ने हुन्छ। अनि उनी चाहिँ एक शिक्षित व्यक्ति है। उनी चाहिँ सिरियाको एन्टियोकिया भन्ने ठाउँमा बस्ने व्यक्ति। अनि लुका चाहिँ एक चिकित्सक है, अझ भनौँ पलको पर्सनल फिजिसियन भनेर पनि चिनिन्छन्, पर्सनल चिकित्सक भनेर पनि चिनिन्छन्, किनभने पलसँग चाहिँ एकदमै घनिष्ठ सम्बन्ध छ। र उनी चाहिँ एकदमै एजुकेटेड है, शिक्षित व्यक्ति। अनि लुका चाहिँ येशूको 12 चेलामध्ये उनी पढ्दैनन् त्यति बेला चाहिँ हामीलाई के आउन सक्छ भने कसरी चाहिँ उनले पुस्तकहरू लेखे त भन्दाखेरि चाहिँ उनीले चाहिँ जति पनि साक्षीहरूद्वारा पाएको भएर अनि अझ पलसँग त उनी आफै कति समय सँगसँगै हिँडेको कारणले गर्दाखेरि उनले जो साक्षीबाट चाहिँ लेख्नलाई सफल भएका छन्। अनि लुकाले चाहिँ 2वटा पुस्तक लेखेका छन्, जुन लुकाको सुसमाचार, जसमा चाहिँ येशू ख्रीष्टको जीवन र उहाँको सेवाकाईको बारेमा लेखेका छन् भने अर्को प्रेरितको पुस्तक, जसमा चाहिँ चेलाहरूले चाहिँ कसरी सेवा कार्यलाई चाहिँ निरन्तरता दिए, जुन चाहिँ येशूले स्थापना गर्नुभएको त्यो सेवालाई कसरी निरन्तरता दिएका छन् भन्ने कुरालाई चाहिँ उनले लेखेका छन्। अनि लुका चाहिँ एक गैर यहुदी है, उनी चाहिँ गैर यहुदी भएको कारणले गर्दाखेरि चाहिँ उनको सुसमाचार चाहिँ विशेष गरी अन्य जातिहरूले बुझ्ने भाषामा चाहिँ उनले लेखेका छन्। अनि कति कुराहरू चाहिँ मत्तीबाट पनि कपी गरिएको छ, सिमिलर हामी पाउन सक्छौँ, किनभने मत्तीको पुस्तक चाहिँ पहिला लेखिएको हो। र मैले अघि पनि भने कि लुकाको चाहिँ पलसँग एकदमै घनिष्ठ सम्बन्ध भएको कारणले गर्दाखेरि उनले लेखेका पुस्तकहरूमा चाहिँ आफूले भन्दा पनि साक्षीहरूले सुम्पेका कुरालाई चाहिँ एकदमै क्रमबद्ध तरिकाले लेखेका छन्। अनि कति कुरामा चाहिँ उनी आफै पनि सामेल भएर लेखेका छन्। अनि यो पुस्तक चाहिँ लुकाले विशेष गरेर थियोफिलस भन्ने एकजना व्यक्तिलाई चाहिँ उनले सम्बोधन गरेका छन्। अनि थियोफिलसको बारेमा हामी जानकारी पाउन सक्दैनौँ, तर पनि उनले चाहिँ त्यहाँनिर माननीय भन्ने एउटा शब्द प्रयोग गरेको कारणले गर्दाखेरि थियोफिलस चाहिँ एक अफिसर हुनुपर्छ भनेर चाहिँ भनिन्छ। तर पनि
यहाँनिर चाहिँ थियोफिलस भन्नाले चाहिँ यस प्रभुलाई प्रेम गर्ने सबैको निम्ति भनेर बुझ्न सकिन्छ, किनभने थियोस भनेको गड, फिलस मिन्स चाहिँ भन्नाले चाहिँ प्रेम गर्ने अथवा मित्र भन्ने बुझिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यो पुस्तकमा चाहिँ लुकाले थियोफिलस भनेर सम्बोधन गर्दै गर्दा चाहिँ प्रभु येशूलाई प्रेम गर्ने सबैजनाको लागि लेखिएको भनेर हामी बुझ्न सक्छौँ। अनि यो पुस्तक चाहिँ इस्वी सम्बत 65देखि 70मा लेखिएको हो, तर हामीले कतिवटा बुक पढ्दै गर्दाखेरि चाहिँ 80सम्ममा लेखिएको अथवा 80मा इस्वी सम्बत 80मा लेखिएको हो भनेर पनि पाउन सकिन्छ। र लुकाले चाहिँ निराश नपरेको संसारलाई है आशा दिलाउनको लागि चाहिँ एकदमै क्रमिक रूपमा येशू ख्रीष्टको बारेमा चाहिँ लेखेका छन् कि संसारका सम्पूर्ण व्यक्तिहरू, चाहे पापी होस् है अथवा अन्यायमा परेकाहरू, गरिबहरू, अन्य जाति, स्त्री पुरुष होइन अथवा कर उठाउनेहरू सबैको लागि अथवा सम्पूर्ण विश्वको लागि चाहिँ येशू ख्रीष्ट आउनुभएको हो भन्ने कुरालाई चाहिँ उजागर गर्नको लागि लेखेका छन्। अनि मेन कुरा चाहिँ हामी लुकाको पुस्तकमा के पाउँछौँ भने महिलाहरूको लागि स्थान दिएको छ। जस्तै लुकाले चाहिँ महिलाहरूको बारेमा चाहिँ यहाँनिर वर्णन गरेको, जस्तै एलिसेबाको बारेमा, अगमभागिनी अन्ना, विधवा, येशूलाई आर्थिक सहायता गर्ने स्त्रीहरूको बारेमा पाउन सक्छौँ। मार्था र मरियम, अथवा जब येशू चाहिँ उहाँलाई चिहानमा राखिएको थियो र उहाँ येशू पौडी उठ्नु भइसकेपछि चाहिँ त्यहाँ साक्षीहरू पनि स्त्रीहरू नै थिए भनेर चाहिँ यो कुराहरू चाहिँ हामी यो लुकाको पुस्तकमा पाउन सक्छौँ। र जति नै समाजले स्त्रीहरूलाई हेला गरे तापनि येशूले चाहिँ व्यवस्था गर्नुभएको छैन है भन्ने कुरा चाहिँ यो पुस्तकले चाहिँ एउटा सन्देश दिन खोज्दछ। अनि जब हामी यहाँनिर लुका 19 अध्यायमा आउँछौँ अनि यहाँनिर हामी यस्तो एउटा घटनालाई देख्छौँ है। मैले अघि पनि भने हामी कतिलाई ठ्याक्क मैले यो बाइबलको अध्याय भन्ने बित्तिकै याद आइसकेको छ। अनि यहाँनिर चाहिँ हामी हेर्छौँ भने जब हामी हेर्छौँ येशूको सेवाकाईको अन्तिम यात्रा भनेर हामी यो पृष्ठभूमिमा चाहिँ हामीले हेर्नुपर्छ, किनभने लुका 9:51बाट चाहिँ येशू यरुसलेमतर्फ एकदमै दृढताको साथ अगाडि बढिराख्नु भएको छ। अनि त्यसपछि यो चाहिँ उहाँको क्रुसतर्फको यात्रा हो। अनि अब लुका 19:28देखि पछि चाहिँ येशूको यरुसलेममा विजय प्रवेश हुन्छ। त्यसपछि उहाँको दुःख, मृत्यु र पुनरुत्थान चाहिँ नजिकिँदै गरेको छ। अनि यस्तो गम्भीर अवस्थामा पनि है यस्तो अवस्थामा पनि उहाँले चाहिँ एक तिरस्कृत व्यक्तिको जीवनतर्फ चाहिँ उहाँले ध्यान दिनुभएको छ, जुन चाहिँ जखाइस। अनि यो घटनाको स्थान पनि यही हो। अनि जहाँ चाहिँ यो अगाडि हामी हेर्छौँ भने येशूले चाहिँ एक अन्धा भिखारीलाई चङ्गाई गर्नुभएको छ। त्यसैले लुका 18 र 19 दुवै अध्यायमा एरिहोलाई चाहिँ हामी उद्धार र अनुग्रह प्रकट हुने स्थानको रूपमा पनि हामी देख्न सक्छौँ। र अन्धा भिखारी र जखाइस दुवैजना चाहिँ के थियो, समाजले तिरस्कृत गरेका व्यक्ति थिए, तर पनि के छ येशूले चाहिँ दुवै व्यक्तिको समस्यालाई देख्नु भएको छ, उहाँले सुन्नु भएको छ र उहाँले ग्रहण गर्नुभएको छ। त्यो कारणले गर्दाखेरि येशूको सेवाकाई चाहिँ निरन्तर रूपमा एकदमै त्यो तिरस्कृत अथवा बहिष्कृत व्यक्तिहरूतर्फ चाहिँ बढिरहेको छ भनेर हामी यहाँनिर देख्न सक्छौँ। र यहाँनिर हामी हेर्दाखेरि एक धनी शासक र जखाइस बिचको एउटा विरोधाभास अथवा कन्ट्राडिक्सन भन्छ क्यारे, यो कुरालाई हामीले बुझ्न आवश्यक छ। किनभने यहाँनिर धनी मानिस एकदमै धार्मिक देखिन्थ्यो है, ऊ चाहिँ एकदमै नैतिक जीवन जिउने, जुन चाहिँ हामी लुका 18:18देखि 30मा हामी पाउन सक्छौँ होइन। ऊ चाहिँ एकदमै धार्मिक देखिन्थ्यो, तर पनि के छ उसले चाहिँ सम्पत्तिप्रतिको मोहको कारणले गर्दा येशूलाई पछ्याउन सकेन। ठिक विपरीत हामी के देख्छौँ, जखाइस जसले चाहिँ समाजले चाहिँ पापी भनेर हेरिएको है, समाजले पापी भनेर मानेको व्यक्ति जो चाहिँ येशूसँगको भेटपछि चाहिँ उसले आफ्नो आधा सम्पत्ति छोड्न तयार भएको छ है। जति पनि गरिबहरूको ल्याएको छ त्यसको 4 गुणा उसले बेसी दिन्छु भनेर ऊ तयारी भएको छ। अनि यहाँनिर हामीले देख्छौँ कि यहाँनिर त्यो समस्या चाहिँ धनमा होइन रहेछ, कि धनप्रतिको हृदयमा चाहिँ समस्या भएको हामी देख्न सक्दछौँ। अनि यो घटनामा हामी हेर्छौँ भने भिडले चाहिँ जखाइसलाई येशू नजिक जानदेखि चाहिँ रोकेको छ है, तर पनि येशू चाहिँ जखाइसको घरमा जानु भएको छ, तर पनि पछि के छ फेरि भिडले गुनासो गरेको छ। र लुकाको सुसमाचारमा चाहिँ भिडलाई चाहिँ प्रायः धार्मिक घमण्ड र सामाजिक बहिष्कारको प्रतीकको रूपमा हामीले देख्न पाउँछौँ, जसको कारण चाहिँ भिड चाहिँ एउटा शारीरिक रूपमा मात्र होइन तर आत्मिक रूपमा पनि उद्धारको मार्गमा चाहिँ अवरोध बन्न सक्छ भन्ने कुरालाई चाहिँ हामी यहाँनिर हेर्न सक्छौँ।
जस्तै हामीमा पनि कतिचोटि त्यो भिड छ है, होला शारीरिक रूपमा नहोला तर हाम्रो आत्मिक रूपमा चाहिँ हामी त्यो भिडमा हामी कतिचोटि हराइराखेका हुन्छौँ। अनि यहाँनिर हामी देख्छौँ, अनि यो प्यासेजमा हेर्दै गर्दाखेरि मेन कुरा चाहिँ हामी के देख्छौँ भने चाहिँ येशूलाई हामी देख्न सक्छौँ, जहाँ चाहिँ जखाइसले येशूलाई हेर्न खोजेको छ है, तर येशूले चाहिँ जखाइसलाई नाम लिएर बोलाउनु भएको छ। आफ्नै येशू चाहिँ जखाइसको घरमा बस्ने निर्णय उहाँले गर्नुभएको छ। अनि यहाँनिर आज भन्ने एउटा शब्द छ जुन चाहिँ यहाँ हामी देख्न सक्छौँ। अनि यो आज भन्ने शब्दले चाहिँ उद्धार चाहिँ कुनै भविष्यको प्रतिज्ञा मात्र होइन है, तर त्यो चाहिँ वर्तमान समयमा पनि अनुभव गरिने एउटा वास्तविक कुरा हो भनेर यहाँनिर बुझ्न सकिन्छ। किनभने येशूले यहाँ जखाइसलाई भन्दै हुनुहुन्छ है, आज मलाई तिम्रो घरमा बस्नु परेको छ, किनभने उहाँले उद्धार दिन चाहनुहुन्थ्यो है। अनि यहाँनिर मानिसले धेरै गुनगुन गरेका छन् है, गुनासो पोखेका छन्। अनि यो कारणले यहाँनिर के देख्छु भने एकदमै फरिसीहरूको त्यो मानसिकतालाई चाहिँ निरन्तरता देखाउँछ, जुन चाहिँ लुका 5:30 र 15:2 पनि हामी देख्न सक्छौँ। र मानिसले जतिसुकै जे नै गरे तापनि के छ, जखाइसको चाहिँ व्यावहारिक पश्चाताप है, जुन कुराले चाहिँ उसले म गरिबहरूलाई चाहिँ मैले लुटेको जति पनि छ त्योभन्दा बेसी म फर्काइदिनेछु भनेर यहाँनिर जखाइसले चाहिँ उसको व्यावहारिक पश्चाताप यहाँ येशूको अगाडि देखाएको छन्। अनि त्यो चाहिँ एउटा के छ, साँचो पश्चातापको प्रमाण हो। हामी त्यो एकदमै त्यो रुने कराउने होइन, उहाँसँग त्यो हुन्छ नि पश्चाताप गर्ने त्यो मात्र नभइकन पश्चाताप चाहिँ के हुँदो रहेछ भने व्यवहारमा पनि देखिँदो रहेछ। जुन कुरा चाहिँ यहाँनिर जखाइसले जुन एउटा व्यावहारिक पश्चाताप देखाएका छन्, यो चाहिँ मोसाको व्यवस्थासँग पनि मेल खान्छ। अनि यहाँनिर हामी मेन कुरा के देख्छौँ भने 19:10 हामी यहाँनिर देख्छौँ, किनभने मानिसको पुत्र चाहिँ हराएकालाई खोज्न र बचाउन आएको हो। यसले चाहिँ लुकाको सुसमाचारको जुन एउटा सुसमाचारको सबै त्यो सुसमाचारलाई चाहिँ सारांशमै समरी गर्छ भनौँ न, सारांश गर्दछ। अनि यही प्यासेजलाई चाहिँ आधार बनाएर चाहिँ मैले आज वचनको शीर्षक लिएर आएको छु, जुन चाहिँ परमेश्वरलाई भेट्ने तृष्णा जीवन परिवर्तनको सुरुवात। परमेश्वरलाई भेट्ने तृष्णा जीवन परिवर्तनको सुरुवात। अब तृष्णा भनेको के हो त है? सामान्य तृष्णा भन्नाले हामी के बुझ्छौँ, कुनै पनि चिजलाई चाहनु है, तर भित्रैदेखि एकदमै गहिरो चाहना के एउटा भोक भन्छ नि, एकदमै गहिरो भोक अथवा आत्माको प्यास भनेर हामी बुझ्न सक्छौँ। अनि नत्र जीवनमा चाहिँ केही कुराको कमी छ है भनेर चाहिँ त्यो एउटा अनुभव गर्ने कुरालाई चाहिँ हामी तृष्णा भन्छौँ। अनि यहाँनिर मत्ती 5:6ले यहाँनिर भन्छ, धन्य हुन् ती जो धार्मिकताका लागि भोकाएका र तिर्खाएका छन्। अनि यसले योबाट चाहिँ हामी के बुझ्छौँ भने बाइबलमा चाहिँ तृष्णालाई चाहिँ प्रायः आत्मिक भोक र प्यासको रूपमा चाहिँ प्रयोग गरिएको छ। त्यसो भए किन मानिसमा परमेश्वरलाई भेट्ने तृष्णा हुन्छ? किन हुन्छ? किनभने मानिस होला, मानिससँग धन सम्पत्ति हुनसक्छ, पद प्रतिष्ठा इज्जत सम्मान हुनसक्छ है, ज्ञान हुनसक्छ, शक्ति हुनसक्छ, तर के छ, मनमा शान्त हुँदैन। अनि भित्री अन्तरात्मा चाहिँ खाली महसुस हुन्छ, किनकि परमेश्वर चाहिँ मानिसको स्वरूपमा सृजिएको हो। त्यसकारण परमेश्वर बिना चाहिँ मानिस पूर्ण हुन सक्दैन। त्यसै गरी हामी यहाँ जब जखाइसलाई हेर्छौँ, जखाइस धनी छ है, ऊ कर उठाउने मध्ये पनि एकदमै प्रमुख व्यक्ति हो। अनि त्यति बेला चाहिँ त्यो कर उठाउने मानिसहरूलाई चाहिँ समाजले चाहिँ पापी भनेर चिन्दथ्यो, किनभने उनीहरूले चाहिँ लिनुपर्ने भन्दा पनि बेसी लिन्थ्यो, डबल लिन्थ्यो उनीहरूले है। अनि त्यसै गरी हामी जखाइसलाई देख्न सक्छौँ, जसले चाहिँ रोमको लागि काम गर्दैछ है। अनि उसले कर उठाउने कि एकदमै कर उठाउनेको नि मुख्य व्यक्ति, उसँग धन सम्पत्ति टन्नै छ, ऊ धनी छ, तर के छ, उसलाई समाजले तिरस्कार गरेको छ, उसलाई समाजले पापी भनेको छ, देशद्रोही भनेर उनीहरूलाई त्यो नामाकरण गरिएको छ। त्यसपछि के छ, उसलाई मनमा शान्त छैन, उसँग उद्देश्य पनि छैन के गर्ने त होइन। त्यो कारणले गर्दाखेरि उसलाई चाहिँ येशूलाई हेर्ने तृष्णा जागेको छ।
बाहिरबाट हेर्दाखेरि यो एकदमै ठिक देखिए तापनि भित्रदेखि चाहिँ तिर्खा आएको छ, भनौँ उसलाई कमी छ, उसको आत्मामा चाहिँ शान्ति मिलिरहेको छैन। अनि त्यही तृष्णाले चाहिँ उसलाई येशूलाई खोज्नलाई चाहिँ प्रेरित गरेको छ। अनि आज हामीलाई पनि जब हामी तृष्णामा पर्छौँ होइन, हामीलाई पनि त्यो चाह हुन्छ, तब मात्र हामी खोज्नलाई हामी अघि बढ्छौँ। मानिसलाई तृष्णाले खोज्नलाई अगाडि बढाउँछ, प्रेरित गर्छ के खोज होइन। जस्तै हामीलाई अशान्ति छ, हामी शान्ति खोज्नलाई हामी एकदमै दौडिराखेको हुन्छौँ। अनि कहिलेकाहीँ चाहिँ तृष्णाले चाहिँ गलत बाटोमा पनि लैजान्छ कि गलत बाटोतिर पनि खोज्न प्रेरित गर्छ, तर कहिलेकाहीँ सही बाटोमा पनि खोज्न प्रेरित गर्छ। अझ भनौँ जब हामी चाहिँ हाम्रो जो तृष्णा चाहिँ परमेश्वरतर्फ मोडिन्छ नि, त्यो चाहिँ हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण मोड, जहाँ चाहिँ हामीले एउटा एकदम सही दिशातर्फ चाहिँ हाम्रो तृष्णालाई चाहिँ हामीले राखिराखेका हुन्छौँ। अनि जुन एउटा तृष्णा जब परमेश्वर तर्फको तृष्णा आज तपाईँ र मेरो हुन्छ, अनि त्यहाँबाट चाहिँ परिवर्तनको सुरुवात हुन्छ है। जुन चाहिँ तृष्णाको परिणाम हो अथवा कुनै कुरालाई चाहनुको परिणाम हो। अनि परमेश्वरसँगको भेट चाहिँ कुनै साधारण अनुभव होइन है। उहाँसँगको भेटले चाहिँ सोचलाई बदलिदिन्छ, प्राथमिकतालाई बदलिदिन्छ, व्यवहारलाई बदलिदिन्छ, अझ भनौँ भविष्य बदलिदिन्छ। अनि पुरानो जीवनशैली, पुराना मूल्य मान्यता, पुराना बन्धनहरू क्रमश छोडिन थाल्छन्, जसरी हामी जखायसको जीवनमा हामी देख्दछौँ है। उसले उसको जीवनलाई नै परिवर्तन गरेको छ क्या। येशूसँगको भेटले जखायसको हृदयलाई परिवर्तन गरेको छ, जीवनलाई परिवर्तन गरेको छ। सो यो थिमबाट चाहिँ हामी के बुझ्न सक्छौँ भने कि परिवर्तन चाहिँ बाहिरी दबावबाट होइन, तर भित्री तृष्णाबाट सुरु हुन्छ। आमेन आमेन। मसँगै हुनुहुन्छ नि? अल्छी लाग्छ छैन? निन्द्रा लागेको छैन? हुन्छ। यो थिमबाट चाहिँ हामी के बुझ्न सक्छौँ भने परिवर्तन चाहिँ बाहिरी दबावबाट होइन। त्यहाँनिर चाहेको भए जखायसलाई होइन, है मान्छेहरूले कति भने कि समाजले उसलाई कति भन्यो होला होइन, उसको आफन्तले उसलाई कति भन्थ्यो होला, तर पनि उसलाई बाहिरी दबावले उसमा चेन्ज आएको छैन। तर जब उसले येशूलाई भेट्छ त्यसपछि चाहिँ उसमा हामी परिवर्तन देख्न सक्छौँ। त्यस्तै आज हामी पनि है, आज हामी पनि परमेश्वरको बारेमा आज कति व्यक्तिहरू छन् कि परमेश्वरको बारेमा जान्न चाहन्छन्, तर वास्तविक रूपमा चाहिँ उहाँलाई भेट्नु बिना नै जिराखेका हुन्छन्। कतिचोटि आज हामी पनि परमेश्वरलाई जान्न चाहन्छौँ, तर वास्तविक त्यो साँचो भेट चाहिँ आज हामीले कतिचोटि पाएका छैनौँ। आज कतिचोटि हामी सेवा गर्छौँ, हामी गीत भजन गाउँछौँ, आराधना गर्छौँ, प्रार्थना गर्छौँ, तर कहिलेकाहीँ चाहिँ यही कुराहरू चाहिँ के छ, एउटा फर्मालिटीको लागि मात्र हामी कतिचोटि हामी गरिराखेका हुन्छौँ। अनि जति पनि हामी क्रियाकलापहरू गर्छौँ, यो क्रियाकलापले चाहिँ के छ, आज हाम्रो भित्रको खालीपन मात्रै ढाकिदिन्छ, एउटा साधन जस्तो है, खालीपन ढाक्ने एउटा साधन जस्तो मात्रै भइराखेका छन्। त्यसो भए यहाँनिर मैले एउटा क्वेसन छोड्न चाहेँ कि हामी परमेश्वरलाई खोजिरहेका छौँ, कि हामी साँच्चीकै परमेश्वरलाई हामी खोजिराखेका छौँ, कि आज हामी एउटा फर्मालिटिज मात्र पुरा गरिराखेका छौँ। हामी यहाँ उपस्थिति छौँ कि हामी साँच्चै हृदयले हामी उहाँसँग भेट्न आएका छौँ त, कि होइन म जानुपर्छ, शनिबार हो चर्च जानुपर्छ, यो त हामी क्रिस्चियनहरूको हरेक हप्ता हामी जानै पर्छ भन्ने एउटा हाम्रो दिमागमा एउटा त्यो धारणा हुन्छ, कि त्यो कुराले मात्र हामी आएका छौँ, कि हामी साँच्चीकै म चाहिँ आज परमेश्वरलाई भेट्छु भन्ने हिसाबले हामी आएका छौँ त। यो आज तपाईँ अनि मेरो निम्ति पनि यो चुनौती रहेको छ। अनि जब हामी तृष्णा राख्दैनौँ, हामी भेट्नै सक्दैनौँ है, उहाँलाई भेट्नु संयोग हुँदै होइन, किनभने यो चाहिँ गहिरो चाहना, एउटा उहाँलाई भेट्ने एउटा भोक है, त्यसको परिणाम हो। अनि उहाँसँगको भेट चाहिँ आरामदायी हुँदैन। साँच्ची नै उहाँलाई भेट्नु चाहिँ त्यति सजिलो छैन है। त्यसले चाहिँ के छ, हाम्रो पापलाई देखाइदिन्छ, आज हाम्रो घमण्डलाई भत्काइदिन्छ, आज हाम्रो प्राथमिकतालाई उल्टाइदिन्छ। त्यो कारणले गर्दा आज धेरै मानिसहरू परमेश्वरलाई देख्न चाहन्छन्, तर भेट्न चाहँदैनन् है।
किनभने उहाँसँगको भेटले त परिवर्तनलाई माग्छ नि त। त्यो भएको कारणले गर्दाखेरि कतिचोटि मानिसहरू परिवर्तन हुन चाहँदैन। त्यो कारणले गर्दा परमेश्वरलाई देख्न चाहे पनि भेट्न चाहिरहेका हुँदैनन् है। परिवर्तन चाहिँ तब सुरु हुँदैन जब परिस्थिति बदलिन्छ, तर परिवर्तन चाहिँ तब सुरु हुन्छ जब हाम्रो हृदय झुक्छ है। हाम्रो हृदयले हामी उहाँलाई भेट्न चाहन्छौँ, तब मात्र परिवर्तन सुरु हुन्छ। किनभने परमेश्वरलाई भेट्ने तृष्णा जाग्नु भनेको चाहिँ अब पुरानो जीवनले चाहिँ मलाई सन्तुष्टि दिँदैन, यो चाहिँ मैले छोड्नुपर्छ है भन्ने स्वीकार हो है, जहाँ चाहिँ हामी पुरानो जीवनलाई हामी छोड्न चाहन्छौँ। अनि यही स्वीकारले चाहिँ नयाँ जीवनको ढोका खोल्छ। किनकि हामीले एउटै कुरा याद गर्नुपर्ने हुन्छ, जहाँ परमेश्वरलाई भेट्ने तृष्णा जाग्छ त्यहीँबाट चाहिँ हाम्रो जीवन परिवर्तन सुरु हुन्छ। अब कसरी परिवर्तन सुरु हुन्छ त? हामी पहिलो बुँदामा हेरौँ। जब परमेश्वरलाई भेट्ने तृष्णा हृदयबाट हुन्छ, कुनै पनि चिज बाधक बन्न सक्दैन। जब परमेश्वरलाई भेट्ने तृष्णा हृदयबाट हुन्छ, कुनै पनि चिज बाधक बन्न सक्दैन, जुन चाहिँ हामी पद 2 देखि 4 मा यहाँनिर हामी हेर्नेछौँ। यहाँनिर यसरी लेखिएको छ, त्यहाँ जखायस नाउँ भएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए अनि धनी थिए। यसो को हुनुहुँदो रहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड्को भएका हुनाले भिडले गर्दा तिनले देख्न सकेनन्। तिनी उहाँलाई हेर्नलाई अघि अघि दौडेर एउटा अन्जिरको रुखमा चढे, किनकि यसो त्यही बाटो भएर जान लाग्नु भएको थियो। आमेन। यहाँनिर हामी देख्छौँ कि जखायसको हृदयमा चाहिँ येशूलाई भेट्ने त्यो चाहना, एकदमै त्यो गहिरो तृष्णालाई हामी देख्न सक्छौँ है। ऊ धनी थियो, ऊ कर उठाउनेहरूको प्रमुख थियो, उसलाई धन सम्पत्तिको कुनै पनि अभाव थिएन होइन, तर के थियो, समाजले उसलाई घृणा गर्थ्यो। अनि उसको यहाँनिर हामी समस्यालाई हामी हेर्न सक्छौँ है। ऊ पुड्को छ कि, ऊ एकदमै पुड्को छ। अनि भिडले गर्दा उसलाई येशूलाई देख्नदेखि चाहिँ रोकिदिएको छ भिडले। तर पनि के छ, उसले म येशूलाई देख्छु, म येशूलाई देख्नै पर्छ है। किनभने येशूको बारेमा उसले सुनेको हुनुपर्छ। किनभने येशूलाई चाहिँ त्यति बेला, येशू चाहिँ एकदमै फेमस मान्छे क्या त्यति बेला होइन, एकदमै फेमस हुनुहुन्थ्यो। किनभने उहाँले मिराकल गर्नुभएको छ होइन। अनि तर उहाँलाई चाहिँ धेरै नामहरू पनि दिएको थियो त्यति बेलामा। कतिले चाहिँ उहाँलाई डेभिल भन्थ्यो, शैतान है। कतिले चाहिँ व्यवस्था भङ्ग गर्ने होइन, कतिले परमेश्वरको निन्दा गर्ने, गलत शिक्षा सिकाउने, ढोङ्गी, यस्तो यस्तो नामहरू दिन्थ्यो। अनि कतिले चाहिँ उहाँलाई भविष्यवक्ता भनेर, अनि कतिले चाहिँ उहाँलाई सन अफ गड भन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ भनेर भन्थ्यो। अनि त्यति बेला चाहिँ नि त्यो समयमा चाहिँ जखायसले येशूको बारेमा सुनेको हुनुपर्छ। अनि उसलाई एकदमै कौतूहलता जाग्छ कि कस्तो रहेछ त येशू भन्ने व्यक्ति, को होला होइन, कस्तो होला, एकदमै त्यो इच्छा चाहना जाग्छ। अनि त्यसपछि के छ, जब उसले येशू यही बाटो जाँदै हुनुहुन्छ भन्ने सुन्छ, अनि त्यसपछि येशूलाई हेर्न दौडिन्छ है। तर भिडले गर्दाखेरि चाहिँ येशूलाई देख्न सकेन, किनभने एकदमै पुड्को थियो। अनि अहिले हामी पनि एक हाम्रो बिचमा होइन कोही फेमस व्यक्ति आयो भने हामी पनि एकदमै हेर्न इच्छा गर्छौँ कि ए कस्तो होला, एकदमै नजिकबाट हेर्न पाए कस्तो हुन्थ्यो होला भन्ने हामीलाई लाग्छ। अनि सेम जखायसलाई पनि त्यस्तै भएको थियो कि येशू चाहिँ कस्तो हुनुहुन्छ भने उसलाई चाहिँ एकदमै नजिकबाट चाहिँ येशूलाई हेर्न चाहेको थियो। तर त्यहाँनिर समस्या के थियो, ऊ पहिलो कुरा त ऊ पुड्को थियो, उसले देख्न सकेन। दोस्रो कुरा, उसलाई भिडले ढाकिदिएको थियो। तेस्रो के थियो, समाजले घृणा गरेको व्यक्तिलाई चाहिँ समाजले घृणा गर्थ्यो। तर पनि त्यो समस्याहरूलाई वास्तै नगरी के छ, ऊ एकदमै दौडेको छ है। ऊ दौडिँदै गएर रुखमा चढेको छ। अनि रुखमा चढ्ने बेला पनि सजिलो थिएन होला, यसो म सोध्छु होइन। अनि यो वचन तयार गर्दै गर्दा नि म सोच्दै थिएँ क्या, जखायस पुड्को छ तर रुखमा चढ्ने बेला कसरी चढ्यो होला भनेर लाग्छ क्या मलाई। होला त्यहाँनिर न कसैले पछाडिबाट बचारेर चढाइदियो होला होइन। उसलाई रुख चढ्नु पनि त्यति सजिलो थिएन। त्यही पनि के छ, उसले आफ्नो तृष्णालाई मारेको छैन कि म यसलाई चाहिँ देखेरै छोड्छु भन्ने छ है। ऊ दौडिँदै गएको छ क्या। अनि त्यति बेलामा चाहिँ ऊ एकदमै, उसले आफूलाई चाहिँ बालक जस्तो नम्र बनाएको छ कि, किनभने ऊ
कर उठाउनेको प्रमुख व्यक्ति, उसको छुट्टै आफ्नो ठाउँमा त इज्जत छ नि त, होइन? समाजले उसलाई जस्तो सुकै नाम दिए तापनि छुट्टै उसको इज्जत छ उसको ठाउँमा, है? त्यहाँनिर मान्छेहरूले कति बिल्ला गरे होला कि उसलाई त्यो कुद्दै गर्दाखेरि, रुखमा चढ्दै गर्दाखेरि चाहिँ त्यहाँनिर मान्छेहरूले कति खिसी गऱ्यो होला, हाँस्यो होला, होइन? त्यहाँ कसैले पनि उसलाई सहायता गरेन होला जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यही पनि उसले चाहिँ आफ्नो तृष्णालाई चाहिँ एकदमै मजबुत राखेको छ, है? जसरी भजन सङ्ग्रह 42को 1ले भन्दछ, जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ त्यसरी नै हे परमेश्वर मेरो प्राणले तपाईँको तृष्णा गर्छ। आमेन। जसरी हरिणले पानीको तृष्णा गर्छ। त्यति बेलाको समयमा जखायसलाई पनि त्यस्तै भएको थियो कि म येशूलाई मैले हेर्नै पर्छ, मैले देख्नु नै पर्छ भन्ने उसलाई लागेको थियो। अनि उसले चाहिँ आफ्नो समस्याहरूलाई नदेखाइकन, होइन, उसले आफ्नो समस्याको मतलबै नगरी, उसको कमी कमजोरी हो नि त त्यो त, तर उसले आफ्नो कमी कमजोरीको मतलबै नगरिकन उसले आफूलाई अझ नम्र बनाएर चाहिँ गएको छ। किनभने यो रुख चढ्ने, दौडिने यस्तो कुराहरू त बालकले गर्ने जस्तो देखिन्छ, त्यो भएको भएर चाहिँ उसले आफूलाई नम्र बनाएको छ भनेर बुझ्न सकिन्छ। किनभने उसले भित्र हृदयदेखि चाहिँ येशूलाई हेर्न चाहेको थियो, है? उसले बाहना गरेको छैन त्यहाँनिर, तर के छ, उसले समाधानको बाटो खोजेको छ। उसले त्यो बाहनालाई चाहिँ पार गर्ने बाटो खोजेको छ। ऊ पुड्को हुनु उसको समस्या हो, भिडले उसलाई छेक्नु उसको समस्या हो, तर के छ, उसले चाहिँ समाधान खोज्यो। म त्यो रुखमा गयो भने चाहिँ मैले पक्कै पनि येशूलाई देख्छु। अनि यहाँनिर हामी हेर्छौँ भने, होइन, भिड, शारीरिक कमजोरी, समाजको नजर वा अतीतको पापपूर्ण जीवन, यी सबै चाहिँ जखायसको लागि बाधा बन्न सक्थ्यो, है? समाजले मलाई यस्तो भन्छ, मैले झन् अब यसरी दौडिन थालेँ, म त्यो रुखमा चढ्न थालेँ भने झन् के सोच्ने होला, होइन? कसले मलाई के भन्ने होला, मान्छेहरूले के भन्ने होला, यत्तिकै मलाई यिनीहरूले नराम्रो गर्छ, होइन? उसँग त्यो बाधक चिजहरू धेरै थियो, तर पनि के छ, उसले चाहिँ परमेश्वरलाई भेट्ने तृष्णा चाहिँ बलियो पारेको छ, है? उहाँलाई भेट्ने तृष्णा राखेर चाहिँ ऊ एकदमै अगाडि बढेको छ। मेन कुरा चाहिँ हामी के बुझ्न सक्छौँ भने जखायसको जीवनबाट, जब उसले येशूलाई हेर्न चाह्यो, उसले आफ्नो प्राथमिकतालाई नै बदलिदिएको छ। आमेन। किनभने ऊ त ट्याक्स उठाउने मान्छे हो नि त, कर उठाउने व्यक्ति हो, उसको त्यति धेरै कामहरू हुनसक्छ, है? उसले आफ्नो पैसा, है, अब यहाँ मैले यति टाइम वेस्ट गरेँ भने मेरो पैसा यता पनि वेस्ट हुन्छ भन्ने उसलाई लाग्नुपर्ने हो, होइन? उसलाई आफ्नो पदको पनि चिन्ता हुनुपर्ने, उसको छुट्टै उसको ठाउँमा रेस्पेक्ट छ, होइन? म यस्तो व्यक्ति, म त्यहाँ गएँ भने के हुन्छ होला, तर पनि उसले येशू आउँदैछ भन्ने सुनिसकेपछि चाहिँ उसको भित्रको तृष्णाले सबै कुरालाई चाहिँ पछाडि छोडिदिएको छ। आमेन। सो मान्छेलाई चाहिँ तृष्णाले चाहिँ सक्रिय बनाउँछ, है? सक्रिय बनाउँछ एकदमै। जसरी त्यहाँनिर जखायसले चाहिँ भिडले छल्यो, म देखिनँ, म फर्किन्छु, मैले देखिनँ, होस् अब जाउँ आजलाई भनेर ऊ फर्किन सक्थ्यो होला, तर पनि के छ, उसले समाधान खोजेको छ। अनि अहिले हामी कतिचोटि हामी पनि अहिले हामी उहाँको नजिकमा हामी जान चाहन्छौँ, उहाँलाई हामी भेट्न चाहन्छौँ, उहाँलाई हामी हाम्रो हृदयमा राख्न चाहन्छौँ, है? उहाँबाट चाहिँ आज हामी त्यो साँच्चीकै त्यो उहाँको प्रकाशलाई हामी पाउन चाहन्छौँ, तर पनि के छ, हामी समस्याहरूलाई चाहिँ फेस गर्नलाई चाहिँ हामी डराउँछौँ, है? हामीमा छ, धेरै समस्या छ। हामी जखायस जस्तो पुड्को नहोला, होइन? समाजले हामीलाई इज्जत नै दिन्छ, तर पनि आज हामीमा समस्याहरू छ, हाम्रो हृदयमा चाहिँ समस्याहरू छ। हामी भिडमै छौँ, हामी बाहिरी, हामी शारीरिक भिडमा होइन, तर हामी हाम्रो भित्री हृदयमा चाहिँ हामी भिडमा हामी हराइराखेको छौँ, अल्मलिराखेका छौँ, है? हामी उहाँलाई भेट्न चाहे पनि त्यो भिडले चाहिँ हामीलाई छेकिदिएको छ, है? हामी त्यो समस्यालाई चाहिँ हामी हल गर्न हामी खोज्दैनौँ कतिचोटि, किनभने त्यो समस्या चाहिँ के हो त, आज हाम्रो घमण्ड हो, है? त्यो समस्या चाहिँ के हो त, मूर्ति पूजा होला। हामी मूर्तिलाई हामी पूजा गर्न जाँदैनौँ, तर हामी आफूलाई पनि वर्शिप गर्नु पनि त्यो मूर्ति पूजा नै हो। किनभने मै राम्रो छु, मै सक्ने छु,
मैले मात्रै गरेको सही हुन्छ होइन, मैले गरेको चाहिँ मैले भनेको चाहिँ सही हो, अनि हामी आफूलाई मात्रै हामी राम्रो बनाउन खोज्छौँ। अनि कतिचोटि हामी संसारिक कुरामा हामी जिराखेका हुन्छौँ, जसले गर्दा चाहिँ आज तपाईँ र मलाई परमेश्वरलाई भेट्नदेखि रोक्दछ। हामीले चाहिँ पापसँग हामी सम्झौता गर्छौँ। मेन कुरा चाहिँ यो छ, हामी पापसँग चाहिँ हामी सम्झौता गर्छौँ। ए मैले अलिकति गरेँ भने के हुन्छ त, अनि म फेरि पश्चाताप गरिहाल्छु। यो समस्या आज हामी सबैमा छ कि हामी पापसँग चाहिँ हामी सम्झौता गरेर हामी अगाडि बढिराखेका हुन्छौँ। मानिसहरूको हामी डर राख्छौँ है, कसले के भन्ने होला। कतिचोटि हामी म क्रिस्चियन हो भनेर भन्नलाई पनि हामी डराउनु पर्ने अवस्था हुन्छ। हामी डराइराख्छौँ, हामी लाज मान्छौँ, हामी डराउँछौँ, किनभने हामीलाई मान्छेले त्यही अनुसारले हेर्छ नि होइन, संसारले हामीलाई त्यही अनुसारले हेर्छ। त्यो भएको भएर चाहिँ हामीमा त्यो डर उत्पन्न हुन्छ। मैले काम गर्ने ठाउँमा पनि म क्रिस्चियन हो भनेर भन्दाखेरि मलाई 2-3जना मेरो हाकिमहरूले भन्नुभएको छ, अब क्रिस्चियन छोड्नुपर्छ भनेर। मेरो हाकिमहरूले भनिसकेपछि त अब है उहाँहरूले त्यस्तो भन्नुभएको छ। तर पनि मैले के भन्छु, बरु म काम छोड्नुपर्छ भने म काम छोडिदिन्छु, अरू पनि म बरु काम खोजेर गर्न सक्छु, तर म क्रिस्चियन चाहिँ म छोड्दिनँ, म येशूलाई चाहिँ म छोड्दिनँ। होइन बरु प्रब्लम छ भने भन्नु होइन, म यहाँ बसेर यसरी अब क्रिस्चियनलाई राखेर प्रब्लम भयो भने बरु भन्नु, नत्र भए चाहिँ म जे होस् अब हजुरहरूले भनेको चाहिँ म गर्न सक्दिनँ भनेर मैले भनेको छु। मन पराउनुहुन्न कि मनै पराउनुहुन्न, उहाँहरूले मन पराउनुहुन्न है। अझै जस्तै म अझ क्रिसमसको बेलामा छुट्टी बसेको थिएँ, अनि त्यति बेला झन् एकदमै हाम्रो अब कम्पनीको बोस नै आउनुभएछ, अनि काम पनि धेरै भएछ। त्यहाँ फेरि अब सबैको आफ्नो काम है, अब अरूलाई गर्न लाँदाखेरि जान्नु भएन चाहिँ, अनि एकदम रिसाउनु भएछ क्या सर। पछि म गइसकेपछि थाहा पाएको थिएँ, अनि पछि मलाई के त्यस्तो भन्नुहुन्छ, तर म चाहिँ एकदमै हाँसेरै टारिदिन्छु कि त्यस्तो हुन्छ। त्यो भएको भएर चाहिँ हामी के छ त, हामी क्रिस्चियन हो भन्नलाई हामी डराउनु पर्ने अवस्था, लजाउनु पर्ने अवस्था कि आफ्नो पहिचान पनि हामीले खुलेर हामी आफ्नो पहिचानमा हामी जिउन पनि गाह्रो छ। तर पनि त्यो कुरादेखि चाहिँ हामी डराउनु भएन। अनि कतिचोटि चाहिँ हामी आत्मिक अल्छीपना कि हामीलाई प्रार्थना गर्नु होइन अल्छी लाग्ने, थकाइ लाग्ने, त्यो कुराहरूले पनि आज हामीलाई परमेश्वरलाई चाहिँ साँचो रूपले उहाँसँग भेट्नलाई समस्याहरू ल्याइराखेको छ। यस्तै धेरै थुप्रै समस्याहरू छन्, जुन समस्याहरूदेखि चाहिँ आज हामी परमेश्वरलाई हामीले साँचो रूपले चाहिँ हामी भेट्न सकिराखेका छैनौँ। तर के त जखायसले उसको समस्यालाई उसले म यो समस्याले गर्दा म सक्दिनँ भनेर उसले पछि हटेको छैन। आज हामी पनि हाम्रो समस्या हामी एकतिर राखेर हामी परमेश्वरमा चाहिँ हामी अगाडि बढ्न सक्छौँ। अनि हामी आफूलाई नै हामी नम्र पारेर हामी चाहिँ परमेश्वरमा अगाडि बढ्न सक्छौँ। यहाँनिर हामी जखायसको जीवनलाई उसले आलोचना खेपेको छ है, समाजको डर उसले खेपेको छ, तर पनि के छ, जब उसको हृदय चाहिँ परमेश्वरतर्फ येशूतर्फ तानिएको छ, उसले चाहिँ आफ्नो प्रतिष्ठा होइन आफ्नो केही पनि कुरालाई मतलब गरेको छैन। उसले चाहिँ येशूको उपस्थितिलाई चाहिँ एकदमै महत्त्वपूर्ण ठानेको छ। त्यही कारणले गर्दा यो खण्डले चाहिँ आज हामीलाई यो चुनौती दिन्छ कि यदि हाम्रो हृदयमा साँच्ची नै परमेश्वरलाई, हाम्रो हृदयले चाहिँ साँच्ची नै परमेश्वरलाई खोजिरहेको छ भने, आज समयको अभाव होस् होइन, मानिसको आलोचना अथवा आफ्नै कमी कमजोरी या परिस्थितिको कठिन कुनै पनि कुराहरू चाहिँ हाम्रो निम्ति बाधक बन्न सक्दैनन् यदि आज हाम्रो हृदय चाहिँ हामी परमेश्वरमा तानिएको छ भने है। भनिन्छ जहाँनिर इच्छा हुन्छ त्यहाँनिर उपाय पनि हुन्छ। धेरैपल्ट चाहिँ हामी के भन्छ, हामीसँग समय छैन, हाम्रो परिस्थिति मिलेन होइन, हामीलाई मानिसले के भन्दा, कसले के गर्ला, के भन्ला, हामीलाई त्यो डर हुन्छ। कतिचोटि चाहिँ हामी योग्य छैनौँ भन्ने डर हुन्छ मेन कुरा चाहिँ हामीलाई। तर लुका 19:2-4 पदले हामीलाई देखाउँछ कि यी सबै कुराहरू चाहिँ बाधा होइन रहेछन् है, यो सबै कुराहरू चाहिँ के रहेछ, बाहना मात्रै रहेछ, बाहना बनाउनलाई चाहिँ रहेछ भनेर हामी बुझ्न सक्छौँ। यदि आज हाम्रो जीवनमा पनि हामी परमेश्वरलाई हामी साँच्चीकै रूपले हामी भेट्न चाहँदैनौँ भने हामी विभिन्न बाहनाहरू हामी बनाउँछौँ है। हामीले आफ्नै कामको लोभ हुन्छ,
पद प्रतिष्ठा पैसा होइन अहिले त मोबाइल फोनको जमाना छ एकदमै हामी व्यस्ततामा हामी अल्झिरहेको छौँ अझ आराम खोजिरहेको छौँ हामी यस्तै कुराहरूमा चाहिँ आज हामी अड्किराखेका हुन्छौँ होइन धेरैपल्ट चाहिँ यी चिजहरू हामीलाई चाहिन्छ यी चिजहरू आफैमा गलत छैनन् तर पनि कतिचोटि चाहिँ परमेश्वरसम्म पुग्नदेखि रोक्छन् भने चाहिँ यी चिजहरू चाहिँ बाधक नै हुन आज तपाईँ र मेरो लागि त्यही भएर मैले अघि पनि भनिसकेँ कि हामी यो भिडले चाहिँ हामी घेरिराखेका छौँ यो भिडमा हामी अझै पनि हामी अल्मलिराखेका छौँ कि मानिसको विचार है कसले हामीलाई के सोच्ला भन्ने अनि समाजको दबाब है म खुलेर म क्रिस्चियन हो भने समाजले हेप्छ होइन कतिचोटि मान्छेहरूले भन्छ अनि परिवारको अपेक्षा कतिचोटि हामीमा हाम्रो हिन्दू परिवारहरू हुनुहुन्छ भने उहाँहरूले पनि हामीलाई दबाब दिइराख्नुहुन्छ कतिचोटि अनि संसारको आकर्षण अनि धेरैपल्ट चाहिँ हामी परमेश्वरलाई खोज्न चाहन्छौँ तर यस्तै भिडहरूमा चाहिँ आज हामी हराइराखेका छौँ तर के छ जखायसले जसरी उसले त्यो भिडलाई दोष दिएको छैन तर उसले स्थान परिवर्तन गरेको छ आज हामी पनि त्यो समस्याहरूलाई हामी दोष दिने छैनौँ तर हामी के छ हामी पनि स्थान परिवर्तन गर्नेछौँ आमेन हामी पनि त्यो समाधान खोज्ने व्यक्ति चाहिँ आज हामी बन्नेछौँ आमेन कतिचोटि चाहिँ हामी हाम्रो कमजोरीलाई पनि हामी बाधा ठान्छौँ क्या कतिचोटि हामीमा ज्ञानको कमी छ है म सक्दिनँ मलाई थाहा छैन म जान्दिनँ होइन कमजोर विश्वास पापपूर्ण विगत मेरो विगत यस्तो छ होइन परमेश्वरले मलाई स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्न भन्ने कुरामा हामी डराइराखेका हुन्छौँ तर जखायसको जीवनबाट चाहिँ हामी एउटा मुख्य कुरा हामी के देख्न सक्छौँ भने परमेश्वरलाई भेट्नको लागि चाहिँ योग्य हुनु पर्दैन बस हामीले तृष्णा चाहिँ राख्नुपर्ने रहेछ आमेन जखायस योग्य थिएन तर पनि उसले आफ्नो त्यो हृदयको चाहनाले गर्दाखेरि उसले येशूलाई भेट्न सफल भएको छ सो